One, two, three, target three. नमस्ते, मेरो नाम तेजेन्द्र बुढा मगर। म अहिले 19 वर्षको भए। मेरो स्थायी ठेगाना बागलुङ जिल्ला निचखोला गाउँपालिका वडा नम्बर 6 भलकोटदेखि हो। हाल म बगर 1 पोखरामा बस्दै आइरहेको छु। यो चाहिँ मेरो दोस्रो एटिएम हो। पहिलो एटिएममा राम्रै गरेको थिएँ, तैपनि अलिकति मेहनत पुगेन। दोस्रो एटिएममा चाहिँ मैले त्यो गल्तीलाई दोहोऱ्याउन दिएन। गुरुजीहरूको राम्रो गाइडेन्स र हाम्रो सरहरूको एजुकेसन सबै राम्रो भएर मैले पनि धेरै मेहनत गरेँ। मेरो नाम आउन सफल भयो। यो चाहिँ मेरो सानैदेखिको सपना हो। हाम्रो नेपाली समाजमा, हाम्रो गाउँठाउँमा चाहिँ ब्रिटिस आर्मीको छुट्टै मान सम्मान र इज्जत हुन्छ। मैले पनि त्यो कमाउने सानैदेखि इच्छा थियो। मलाई सानैदेखि दाइले भन्नुहुन्थ्यो, दाइ पनि एउटा ब्रिटिस आर्मी हुने सपना बोक्नु भएको थियो, तर दुर्भाग्यवश केही कारणहरूले गर्दा उहाँ हुन सक्नु भएन। उहाँले चाहिँ आफ्नै सपना सम्झेर मलाई पनि सानैदेखि गाइडेन्स गर्नुभयो। मैले पनि त्यही फलो गर्दै मलाई ब्रिटिस आर्मीको एकदमै मूल्य र मान्यता पनि मनपर्छ। जस्तै अब ब्रिटिस आर्मी भइसकेपछि लाइफस्टाइल नै फरक हुन्छ, अनुशासनदेखि लिएर अनि बहादुरी र नेपाली समाजमा मान सम्मान साथसाथै इज्जत सबै कुराहरू हुन्छ। म चाहिँ सानैदेखि गाउँमा हुर्केको कारणले जस अलिकति फिजिकल स्ट्रेन्थ भएको कारणले डोकोहरूमा पनि सजिलो भइरहेछ। त्यही हो। अब लाउरे हुनु सजिलो छैन, तर नसकिने पनि होइन। मेहनत गरेपछि अवश्य सफल हुन्छ। अब माइटी गोर्खा ट्रेनिङ एकदमै राम्रो छ। तपाईहरुले यसै खोज्दै हुनुहुन्छ भने आउन सक्नुहुन्छ। एकदमै राम्रो छ। मेरो सबै साथीहरुलाई पनि भर्ती सबै लागोस् भन्न चाहन्छु। साथसाथै म पनि। थ्यांक यू। नमस्ते। बुनेका सपना पूरा गर्नका लागि अथक मेहनत, लगन, साहस, अनुशासन, धैर्यता साथै आत्मविश्वास बलियो बनाउनु पर्छ। फलतः बुनेका सपना अवश्य पूरा हुन्छ। धैर्यताको साथ आफ्नो परिश्रमले आर्जेको फलमा छुट्टै मिठास पाइन्छ। यसैका ज्वलन्त उदाहरण हुन् भाइ तेजेन्द्र बुढा मगर। Yes, sir. Stand by, go. Video. Stand by, go. Don't fast. Oh, 118. Good job. तेजेन्द्र तिम्रो डोको कतिमा गइरहेको छ अहिले चाहिँ? अहिलेसम्म 33-10 मा गइरहेछ। पहिला पनि डोको बोकेको अनुभव थियो? पहिला गाउँतिर बोकिन्थ्यो, तर यस्तरी फिल्डमा चाहिँ थिएन। रियल टेस्ट हान्दाखेरि चाहिँ डोको कस्तो फिल हुँदो रहेछ? कस्तो अनुभव हुँदो रहेछ? गाह्रो हुँदो रहेछ?
गाह्रो हुन्छ तर पनि एक ठाउँ बिचमा एकदमै गाह्रो हुन्छ है खुट्टाहरू हात खुट्टाहरू सबै च्याप्छ ढाडहरू तर पनि अब त्यो टाइममा छोड्यो भने छोड्यो तर कन्टिन्यू दियो भने बिस्तारै आफै खुल्दै जान्छ पछि आफै जोस आउँछ तिमीले अरूलाई अब डोको राम्रो हान्न पर्ने टिप्स दिनु पर्यो के दिन्छौ म त त्यही हो अब कन्टिन्यू हान्नु पर्यो छोड्नु भएन त्यही हो खुट्टाहरू जाम भयो भने पनि छोड्दै नछोड्ने एकछिन 100 मिटर 200 मिटर कुदेपछि आफै खुल्न थाल्छ ओके अनि अरू केही छ तिमीलाई भन्न मन लागेको कुराहरू अरू त केही छैन सबैलाई बेस्ट अफ लक भन्न चाहन्छु अनि मलाई पनि थ्याङ्क यू भाइ ल Stop. Come on, back. Come on, stop. बागलुङको एउटा सानो गाउँबाट लाहुरे बन्ने सपना बोकेर आएका उनी पहिलो एटेम्पमा सफल हुन नसके पनि आफ्नो दोस्रो एटेम्पमा पहिलो एटेम्पमा भएका कमी कमजोरीलाई सुधार गर्दै इन्टेक 2025मा 5.8 किलोमिटरको दूरी 32 मिनेट 12 सेकेन्डमा पुरा गर्दै डोकोमा रेकर्ड कायम राखी आफ्नो साथै आफ्नो दाजुको अधुरो रहेको लाहुरे बन्ने सपना पुरा गरेका छन्। Yeah, let's go. अनि अरू कहाँ त हो कि